मुक्तिनाथ कागपेनी यो यस शालिग्रामको लागि पनि एकदमै प्रख्यात मानिन्छ। हेर्न सक्नुहुन्छ शालिग्राम। अब यहाँ मुस्ताङको स्याउ मार्फा यसरी बनाइन्छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। र अब एकदमै नेपालको सुप्रसिद्ध एकदम ठुलो शालिग्राम यहाँ अगाडि छ। एकदमै रमणीय स्थल हेर्न सक्नुहुन्छ। उता बाटो छ, बाटोमा यात्रा गर्दै हुनुहुन्छ। यता म भिडियो गर्दैछु, हेर्न सक्नुहुन्छ। अब यो शालिग्राम गण्डकी दूरदर्शन सेल्फी समय हेर्न सक्नुहुन्छ। हेर्नुहोस् एकदमै यो हाम्रो शालिग्राम एकदमै देख्नुभयो। यो शालिग्राम, अर्को शालिग्राम त्यहाँ छ ठुलो, र यहाँ चाहिँ हामीले यसरी भिडियो खिच्ने ठाउँ। यहाँ हेर्न सक्नुहुन्छ। उता तल कागबेनी छ, यता पुरै रमाइलो ठाउँ। हेर्नुहोस्। ओके, फेरि नेक्स्ट भिडियोमा भेटौँला।